नमस्ते साथीहरु, यो पराको देखिएको चाहिँ हाम्रो क्याम्प हो। म चाहिँ अहिले यहाँ ठ्याक्कै फुटबल हेर्ने स्टेजमा चाहिँ बसेर यो भिडियो बनाउँदैछु। अनि त्यहाँनेरि हाम्रो क्याम्पको छेउतिर त्यो एप्पलहरु छ, त्यो पनि म तपाईहरुलाई भिडियोमा देखाउँछु। अनि यहाँनेरि हाम्रो क्याम्पदेखि नजिकै हो फुटबल ग्राउन्ड छ, यो पनि म तपाईलाई देखाउँछु है त। हेर्नुस्, यो चाहिँ फुटबल ग्राउन्ड हो। यस्तो राम्रो ठुलो छ कि गार्डन साइजको यो त्यो ठुलो छ यो फुटबल ग्राउन्ड। यहाँ चाहिँ अरूले खेल्न पाउँदैन, यो लोकलले मात्रै हो। यो चाहिँ स्टेज बस्ने ठाउँ चाहिँ खासै गतिलो छैन, बरु यो भन्दा गतिलो चाहिँ हाम्रो भोजपुरको स्ट्यान्डर्ड छ। यस्तो छ, दामी छ। हरियो दुबो झारहरू पलाएको छ, लड्दा पनि केही नहुने खालको छ। यस्तो छ यता यसले स्टेज पनि कति बस्ने ठाउँ पनि यस्तो काठको छ, मकिएको। यो पराको चाहिँ हाम्रो क्याम्प हो। यो क्याम्प यहाँदेखि यतातिर फुटबल हेर्ने ठाउँ यो हो। यो चाहिँ हाम्रो क्याम्प हो। यहाँनिर सागपातहरू पनि छ, धनियाँहरू, सागहरू, लसुन, प्याज छ। अनि यस्तो छ हाम्रो क्याम्प। अनि क्याम्पको यो बाहिर साइडमा हो। यहाँ के फलफुल फलेको छ हेरौँ अब। यसमा त फलेको रहेछ, यो कलिलै रहेछ। यो चाहिँ स्याउको बोट जस्तो छ, यसमा पनि फलेको छैन। सागहरू यतिकै छ। ल यहाँ चाहिँ फलेको रहेछ स्याउ। ल हेर्नु त, स्याउ बङकोलङ पनि फलेको रहेछ। बङकोलङ पनि फलेको रहेछ। चिन्ने भयो नि बङकोलङ, रोमनियामा बङकोलङ। स्याउ त थुप्रै फलेको रहेछ। स्याउ पछि किनेर खानु नपरेको छ। यहाँ त पोक्कै पो फलेको छ, पोक्कै। के साह्रो फलेको रहेछ अरे यत्रो बोटमा। यस्तो यहाँ तल त फलेको छ यसरी। यो त पछि हाँगा भाँचिँदो रहेछ त। यहाँ त यस्तो मजाको छ कि अहिले चाहिँ स्याउ है। स्याउ स्याउ यहाँ पनि त स्याउ धेरै भयो अरे, भुइँ त फेरि फ्यालेको। थुप्रै रहेछ स्याउ, यहाँ पनि थुप्रै फलेको रहेछ। यस्तोमा फल्छ स्याउ यसरी, कस्तो क्लियर नभएको। स्याउ यहाँ चाहिँ अलिक ठुलो रहेछ। यहाँ पनि बङकोलङ रहेछ। यहाँ पनि स्याउ फलेको रहेछ। यस्तो छ, यस्तोमा यति फलेको रहेछ। अनि चट्टसँगले यो चाहिँ गर्मी मौसममा चट्ट यहाँ आएर भात खाने ठाउँ हो। यो यस्तो बनाएको छ, यहाँ आएर खाना खाने दामी बनाएको छ।